पुरुष पनि थाक्न सक्छन् तर देखाउने ठाउँ हुँदैन। नारी थाक्दा उनी माइती घर मायालु आमाको काखमा फर्कन सक्छिन्। मायाले भिजेको बाबाको अंगालोमा लुकी थकान बिसाउन सक्छिन्। तर पुरुष थाकेपछि कहाँ जाओस्? ऊ त थाक्नुको अधिकार समेत बोकेर हिँड्ने यात्राको सरापमा छ। किनकि ऊ बाबु हो, रुन्छ भने कमजोर भनिन्छ। ऊ छोरा हो, थकान देखायो भने लाज भनिन्छ। ऊ पति हो कसैको, पसिना नझारेसम्म उसको प्रेम देखिँदैन। ऊ दाजु हो, चुपचाप जिम्मेवारी बोक्नु पर्ने हुन्छ। ऊ श्रमिक हो, रोजगारी गुमायो भने उसको अस्तित्व नै मेटिन्छ। पुरुषको थकान देख्ने आँखा समाजसँग छैन, किनकि उसले आफूलाई शक्तिशाली साबित गर्नुपर्ने दबाव छ र उसले कहिले म थाके भन्न पाउँदैन। ऊ निरन्तर हिँडिरहन्छ, कहिले बाबाको आशा बोकेर, कहिले सन्तानको भविष्य बोकेर, कहिले पत्नीको मुस्कानका लागि त कहिले समाजको चाकरीमा आफू गुमाएर। साँच्चै भन्नु पर्दा पुरुषका लागि जीवन युद्ध हो, तर यो युद्ध जित्दा न कुनै पद पाइन्छ, न रुदा आँसु झार्ने ठाउँ नै पाइन्छ। ऊ चुपचाप बाँचिरहन्छ कसैको लागि हिरो भएर, तर भित्रभित्र ऊ आफैलाई बिर्सिँदै जान्छ। यदि तपाईँको जीवनमा यस्ता पुरुष छन्, बुबा, पति, दाजु, छोरा र साथी, कहिलेकाहीँ उनीहरूलाई पनि सोध्ने गर्नुहोस्, तिमी ठिक छौ कि छैनौ, कि तिमी थाकेको छौ भन्ने विषयमा। सिर्फ एउटा प्रेमिल शब्दले पनि एक युद्धरत आत्मालाई बाँच्ने हिम्मत दिन सक्छ। पुरुष हुनु नै एउटा मौन युद्ध हो, जहाँ आँसु देखाउने अधिकार